गाइज हजुरहरू चाहिँ आरामै हुनुहुन्छ होला म पनि आरामै छु 1 वर्षैपछि भन्दा नि हुन्छ हैन भ्लग बनाएँ अब चाहिँ म कन्टिन्यू नै गर्छु नजराहरू नेता सो वेलकम टु अमृत भ्लग हैन अमृत भ्लग छ हैन कहाँ जाँदैछ हाम्रो आजको सेड्युल के हुन्छ भन्दाखेरि हामी सुरुमा गएर माम खान्छौँ आज स्याटरडे राति 2 बजे सुतेर बिहान कति 2 बजे सुतेको हालत यस्तो छ पिम्पलले पिम्पल बोकन यार पर बसमा चढेपछि पुग्छ पुरै डर छ होला योभन्दा डर्न त बाँकी नै के छ र हैन यो भन्दा काले कति हुनेछ र त्यही त सिमा हिँड्दैछौँ यहाँदेखि सायद कति 100 मिटरहरू जति पर्छ 100 नि छैन 100 त होला है टुप्लुक्का हान्नुपर्छ ल गाइस हेर्न सक्नुहुन्छ अगाडि चाहिँ हाम्रो स्विमिङ पुल हैन त्यही हो त्यो ल हामी त भोकै छौँ है बोकै छौँ यार एकदम आम्फारी हेर्नु पनि हुन्छ अरू नआउने फेरि स्ट्राइक लाइट 100 हो त्यो नि हो कति फिट हो 6.5 सो गाइस 6.5 मा चाहिँ अब डाइभ हान्छु हैन ठिक आयो ओके हामी एकाचोरी खोजिराखेको छौँ गाइस हामी एकचोटि स्टाफलाई सोध्नु न 4-5वटा फार्मेसीमा गइसक्यो त्यहाँ पनि रहेन त्यहाँ यहाँ भेटेन भने म जोरपाट गरेर ल्याएर आइदियो भन्छु ओके लेट्स गो ल टेन्सनै नगर अब कम्प्युटरमा यत्रो देखेर मैले बिहिबार ल्याएर राखिदिएँ हो कि त्यो यत्रो सेल्स गरेन नि केटाहरूले हिना मिना भयो के त भन्नु मान्छे उठाएर ल्याइहाल्छु नि म यत्रो खेलाइदिने हो मेरो स्टाफहरूले प्रायः त्यस्तो गर्दैन हो टक्क हैन औषधि पनि लेखियो पानी फोहोर रहेछ हल्का अस्ति खेलेकोले गर्दाखेरि यहाँ सबै फोक आइराखेको छ के गर्ने अब गाडी चढ्ने टेम्पो म यतै आइसि चढाएँ नि त गाइजहरू टेम्पो चढ्नु भएको छैन भने यहाँ भक्तपुर आउनु सक्नुहुन्छ है हिँडेकै जाने यार गलेर थकित भइसक्यो गएर पढ्नु छ यार मेरो त पढाइको कुरा नगर नि यार तिमी के अरे पढ्नु छ अरे नपाउने घुम्ने उमेरमा तिमी पढाइको कुरा गर्छौ लड्नु छ भने पढ्नु छ भन्दा पढ्ने त कुरै छैन नि पढ्छौ र तिमी पढ्छौ र तिमी बुकै सिने होइन नि इक्जामको बुक पनि किनेको छौ बुक किने होइन दिया हो फ्रीमा दिया त्यसो भए त चटपटे पसलमा दिनुपर्छ नि त्यो जाने बित्तिकै तिमीलाई एकछिनसम्म आइपुग्छ होइन माथिसम्म जान्छु म माथिसम्म 2टा अर्डर चाहिँ पाएको थिएँ हामीले के भयो फुल केमा अटोमा ए अब नि गाडी आएन भने चाहिँ होइन सबलाई लेटाकै मारौँ मार्ने काट्ने यस्तो कुरा नगर त तिमी अङ्कल उसले छाडेर गयो जस्तै अटोले पनि छाडेर गयो एकदमै यो चाहिँ तल्लो गाडी पायो होइन कति अटोमा चढियो नि होइन गाइस आजको लागि चाहिँ यति नै होइन हामी हाम्रो कर्मस्थलमा आइसकेको छौँ यो भिडियोलाई कस्तो लाग्यो तर कमेन्ट डाउन बिलो सब्सक्राइब टु अमृत दङ्गाल भ्लग ओके आजको लागि यति नै बाई